हामीले यो मुद्दा चाहिँ छोड्दैनौँ। यो सामान्य मुद्दा होइन, भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ यो मुद्दा हामीले छोडेका छौँ होइन, हामी छोड्दैनौँ। यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको हाम्रो अभियान जारी राख्छौँ होइन। सरकारमा रहेका पार्टीहरूसँग पार्टीको तर्फबाट 2 बजे सम्झौता भएर संसद खुल्यो। यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइराखेका छन्। त्यस पछाडि वा त्यस क्रममा मेरो पार्टी अध्यक्षसँग प्रत्यक्ष भेटघाट छलफल हुन पाएको छैन। त्यसकारणले मैले छलफल गरेर एउटा निष्कर्षमा नपुगेर अहिले नै म केही भन्न सक्दिनँ। तर औपचारिक कुरा त तपाईँलाई थाहा पाइसक्नुभयो र अहिले पनि जनतालाई हामीले अपिल गरिराखेका छौँ। अर्को कुरा, अहिले त हामीले खबरदार चेतावनी दिइरहेका छौँ यो सरकारलाई र यथास्थानिक प्रवृत्तिहरूलाई, प्रतिगामी प्रवृत्तिहरूलाई शक्तिलाई। तर आवश्यकता पऱ्यो भने ठुलो जनआन्दोलनको विकास गर्नुपर्ने हुनसक्छ। जनआन्दोलनको विकास गर्नुपर्ने, त्यो जनआन्दोलनमा पनि तपाईँहरू साथ आउनुहोस्, यसमा पनि साथ दिनुहोस् भनेर अपिल गर्दै हामी लिइराखेका छौँ। त्यसको सकारात्मक प्रतिक्रिया आइराखेका छ, जनताको साथ सम्मिलन छ र अब यही अन्तर्गत अहिले हामी छौँ र यही क्रममा हामीले संसदमा पनि सङ्घर्ष गऱ्यौँ। साथीहरूले अहिले भने के हो भनेको त्यही हो। संसदमा हिजो के भाव भनिदिनु पर्यो भन्नुहुन्छ। भए त तपाईँहरू सबैले देखिसक्नुभयो होइन। सरकारमा रहेका पार्टीहरूसँग पार्टीको तर्फबाट 2 बजे सम्झौता भएर संसद खुल्यो। यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइराखेका छन्। त्यस पछाडि वा त्यस क्रममा मेरो पार्टी अध्यक्षसँग प्रत्यक्ष भेटघाट छलफल हुन पाएको छैन। त्यसकारणले मैले छलफल गरेर एउटा निष्कर्षमा नपुगेर अहिले नै म केही भन्न सक्दिनँ। तर औपचारिक कुरा त तपाईँलाई थाहा पाइसक्नुभयो। त्यसकारणले त्यसले हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित पुग्ने गरी भयो कि भएन भन्ने प्रश्नमा समीक्षा हुनसक्छ। त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नु भएको पनि हुनसक्छ। तर अहिले नै म छलफल गरेर पार्टीमा आधिकारिक छलफल नगरिकन त्यसबारेमा केही भन्न सक्ने स्थितिमा रहेन। पार्टीको निर्णय चाहिँ तपाईँहरूलाई जो लागू भयो थाहा पाइसक्यो। तर एउटा कुरा चाहिँ म भन्छु, हामीले यो मुद्दा चाहिँ छोड्दैनौँ। यो सामान्य मुद्दा होइन, भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ यो मुद्दा हामीले छोडेका छौँ होइन, हामी छोड्दैनौँ। यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको हाम्रो अभियान जारी राख्छौँ र त्यसकारणले यति कुरा चाहिँ स्पष्ट छ। अरू कुराको हकमा तात्कालिक कार्यनीतिक हिसाबले के पर्यो, किन त्यसो गर्नु पर्यो भन्ने कुरा चाहिँ हामीले छलफल गरेर मात्रै एउटा टुङ्गोमा पुग्न सक्छौँ।